मैले भनेको के त्यो 25 वटा फाइल यो यिनीहरूकै सरकारमा रवि लामिछानेले खोलेको हो कि होइन? दम छैन सर रवि लामिछाने। अरु 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 जसले जेसुकै भनोस् होइन, तर एउटा कुरा चाहिँ नेपाली जनताले हेक्का राख्नुपर्छ। यति पनि जति पनि यो भ्रष्टाचार भएका जति पनि फाइल छ नि, रवि आइसकेपछि मात्रै हामीले थाहा पायो। अब म रवि लामिछाने अब निस्क्यो भने हर्क सम्पाङज्यूले पनि रवि लामिछानेको विरोधै गरेको थियो। म त हर्क सम्पाङसँग धेरै बसेको मान्छे हो र यस्तो टाइपले उहाँले चाहिँ यस्तो इग्नोर गर्ने मान्छे हर्क सम्पाङ पनि हो। मलाई एकदम चित्त दुख्या छ यो कुराले है। एउटा देश बनाउन आउने युवा हो, उहाँकै फाइलमा टेकेर आज यिनीहरूले अनि त्यही बालेनले हेर्नुहोस्। अब यहाँ हेर्नुहोस् त, हर्क सम्पाङ, बालेन, कुलमान दाई फेरि प्लिज, कुलमान दाईसँग त्यस्तो छैन, नसोचिदिनु होला। कुलमान दाईसँग म धेरै नजिक छु। कुलमान दाईले कहिले पनि कसैलाई पनि नराम्रो भनेन, चाहिँ रवि लामिछानेले पनि केही पनि भनेन। तर एउटा कुरा के हो भने उहाँहरूलाई के पिर रहेछ भने यो रवि लामिछाने भने निस्क्यो भने चाहिँ हाम्रो प्रधानमन्त्री हुने सपना चकनाचुर हुन्छ, बालेनको प्रधानमन्त्री हुने सपना चकनाचुर हुन्छ। त्यस कारणले यिनीहरू त यस्तो खालको निस्क्यो कि एमाले कांग्रेस भन्दा झन् खतरनाक भएर निस्क्यो। त्यस कारणले तपाईहरुले एउटा प्लिज मानवताको नाताले म के भन्छु भने घाइते परिवारहरू हुनुहुन्छ, मृतकको परिवार हुनुहुन्छ, रवि लामिछानेको लागि पनि तपाईहरुले किता उठाइदिनुस्। म त बोलेकै छु, महाकसम मलाई केही पनि चाहिँदैन, मलाई 1 रुपैयाँ मलाई केही मेरो उ पनि छैन। तपाईहरुको आवाज सुन्छ यतिखेर। रवि लामिछानेले त्यहाँ खाँदिएको छ, तर रवि लामिछाने निष्पक्ष छानबिन गर। रवि लामिछाने दोषी हो भने उलाई जति सजाय तोक्नु छ तोके हुन्छ, निर्दोष छ भने रवि लामिछानेले निकाल बाहिर, फिल्डमा कम्पिटिसन गराउ तिमीहरुसँग, नभए तिमीहरुले चाहिँ चुन पाउँदैन। यो आवाज तपाईहरुले राख्दिनुस्, अब साच्चीकै राख्दिनुस् यार, यो अति भयो यो चाहिँ। ल मेरो कुरा सक्यो। अब कसैले यो राख्नु